ल त अब गाडी आउँदैछ, त्यही भएर गाडी कुरिरहेर बसिरहेको छ हामी त यहाँ ठ्याक्क घर अगाडि बस माथिबाट आउँदैछ हुन चाहिँ, त्यही भएर यहीँ बसिरहेको हो। काठमाडौँ जति त्यति चिसो चाहिँ रहेनछ गाउँ। ल त गाडी पनि आयो, अब यही गाडीमा चढेर जाने। हिजो त बाइकमा आएको गाह्रो भएको छ, अब यही बस्न यहाँ सिट छैन। अब गाडी आइरहेछ, अब यहाँ बसिरहेको कुरेर अघि नैदेखिबाट अब जानु पर्यो। आयो आयो खादिउँ होला ल हो भने अहिले पुरा बिल्डिङ। ल त गाडी पनि चढिसक्यो। हिजो आउँदाखेरि पठाउनु बाइकले खाऱ्यो। आज चाहिँ सिट पास खाली रहेछ गाउँघरको। हिजो त काठमाडौँमा ट्याकै थियो कम त, हिजो 40 बङ्गै फ्याल्थ्यो रे बाइक लडेर। ए 1000 रुपियाँ। पहिला म पढ्ने स्कुल हो यो लाङ्गार चाहिँ मापी। यो बिल्डिङमा त म पढेन, अर्को बिल्डिङ तल पातले थियो, हल्का अलि मोटा जस्तो देखेर रहेछ। सामान सार्ने बेलामा आइपुगेछ, सामान सार्दै कोठा सर्दा हुनुहुन्छ यहाँ दिदीहरू, त्यही भएर। एक गाडी लोड गर्नु पर्यो। अखबार आउँदा त यार खाजा खानु पर्यो भनेर खाजा भन्नलाई गएको साउनीको आज फेरि सामान सर्दै रहेछ क्या। साह्रै बसिरहेको गाडीमा के गर्नु, अब मान्छे रहेनछ भन्ने चाहिँ गरिदिनै पर्यो। अब यस्तै हो। घरबाट कोसेली लिएर आउँदैछु फेरि। आफू नजाँदा पनि आउँछ, आफू जाँदा पनि लिएर आइरहेको छु। ल त गाउँबाट पनि आइपुगिसकेको साथी हो। म गाउँमा गएको थियो। अब हिजोको दिनमा अब बाजेको अब निधन भएको कारणले म एक्कासी जानु पनि गयो। अब किनभने उहाँ अब म चाहिँ अब एकमुठी सास हुनुन्जेलसम्म मैले भेट्न सकेन। त्योभन्दा अगाडि म फुर्सद भएन, म गएन। अनि अब जब हिजो चाहिँ त्यो अब त्यस्तो भएर भने अलि बेलामै मैले खबर पाएको भएर, राति नै खबर पाएको भएर म हिजो जान पाएको, नभए म हिजो जानु पाउँदैन थियो। अब आफ्नो एउटा मात्रै बाजे हुनुहुन्थ्यो। अब सिरिप एउटा भनेको हजुरआमा हुन्छ, बाजे र हजुरआमा मात्रै हुनुहुन्छ आफ्नो मामा घरको। म अलि बुढापाका भने पुरानो, अब मामा मेरो त अब मामाहरू त हुनुहुन्न। अब अरू त ठुली आमाहरू सानीहरू मात्रै हो। उहाँहरूको अब दिदीबहिनीहरू मात्रै टन्नै छ हाम्रो। अब हिजो जुन हाम्रो अब मेरो हजुरबा जुन पूर्णेको दिनमै नै बित्नु भएको थियो। अब पूर्णेको दिन त्यो झलमल्ल त्यस्तो जुन तारा त्यस्तो उज्यालो भएको जसरी नै मेरो हजुरबाको आत्माले पनि त्यस्तै शान्ति सुखसँग जुन पूर्णेको जुन चम्क्या जस्तै गरिन मेरो हजुरबाको आत्माले पनि त्यस्तै शान्ति चम्किरहोस् र स्वर्गमा बास होस्। अब हामी नातिहरू अब उहाँ अब जिउँदो हुनुन्जेलसम्म त केही गर्न सकेन। अब यस्तै हो। अब मान्छे भएपछि जिन्दगीमा एकचोटि अब मर्ने नै हो। भोलि हामी पनि यस्तै नै हुने हो। बाँचुन्जेलसँग सबै हामी चाहिँ तेरो मेरो भन्दै लोभ लाज गर्दै कमाउनतिर लाग्नुपर्छ। अब किनभने अब केटा मान्छे छोरा मान्छे भए जिम्मेवारी काँधमा पनि पर्छ। त्यही भएर कारणले आफ्नो व्यथा अब आफ्नो मनमै हुन्छ। किनभने अब कुनैले सोचिरह होला यस्तो हुँदा चाहिँ बाँचुन्जेलसम्म एकमुठी सास हुने चाहिँ भेट्न आउने, अनि पछि यस्तो मर्ने बेलामा चाहिँ यस्तो निधन हुने बेलामा चाहिँ आयो नि यस्तो रुनी भन्ने होला। अब रोएर फिर्ता आउने भए त कति रुन्थ्यो होला। आफै अब मरेर पनि बाँच्ने भए त मर्न सक्छु नि त। तर अब के गर्नु, अब एकमुठी सास सिद्धिसकेपछि सिद्धिहाल्यो नै। अब जस्तै अब मान्छेको जिन्दगी केही छैन कि, मरिलानु केही छैन। जन्मिँदाखेरि पनि नाङ्गै जन्मिने हो, जाँदाखेरि पनि त्यही एक सरो केही लुगा सुगा फाट जतिसुकै धन सम्पत्ति कमाओस् केही पनि लाने रहेनछ जिन्दगीमा। अब तपाईँहरूले भन्नु होला कि अब कस्तो यस्तो बेलामा पनि भिडियो बनाउन सकेर यसले भन्नु होला। तर किनभने अब एउटा अब बाजेको अब अरू कुरा हामीसँग त अहिले भनौँ भने एउटा फोटो धरी त छैन त हामीसँग। फोटो नभए नि त अब त्यो दिनको एउटा सम्झना हुन्छ। अब यसो कुनै बेलामा आफूलाई अब याद आउँछ नि त। जे भने आफ्नो बाजे त बाजे हो नि त। अब मेरो आफ्नै घरको बाजे त हुनुहुन्न, मेरो आफ्नै घरको बाजे पनि सानोमै बित्यो हो। अनि माथि अब आफ्नै माउले हजुरबा मात्रै हुनुहुन्थ्यो।
अब साथीहरू अब के गर्नु, अब यस्तो बेलामा नि कठोर मन बनाएर पनि हिँड्नु पर्दो रहेछ। अब भयो नि अब छोरा मान्छे भएर अब रुन्नी यस्तो उस्तो भन्नुहुन्छ बोल्न कहिले। अब किनभने आफ्नो मन त दुख्छ नि त, पीडा छ नि त। यो अब यो भनेको सपना होइन, यो बिप्ना हो। अब फिल्ममा जस्तै आज यस्तो भयो यस्तो भएर पछि देख्ने कुरो होइन नि त। अब उहाँ भनेको अब सधैँको लागि हामीदेखि टाढा। अब जस्तै अब मेरो बाजे अब जुन पुण्यको दिनमा निधन हुनुभयो, उहाँको अब त्यस्तरी नै पुण्यको दिन जस्तो उज्यालो झगमक्क परेर उहाँको आत्माले शान्ति पाओस् के। तर उहाँको किनभने अब पुण्यकै दिन निधन हुनुभएको छ नि त उहाँको। त्यस्तै अब औँसीको रातमा जस्तो अँध्यारो होइन, अब तारा जुन चम्क्या जस्तै चम्किरहोस्, आत्माले शान्ति पाउन् र स्वर्गमा बास होस् मेरो बाजेको। अब हामीले त केही गर्न सकेन नातिहरूले। अब यस्तै हो साथीहरू। अब मैले अब अरू भिडियो धेरै बनाउन सकेन, किनभने अब मेरो मनले पनि अब थाम्नै सकेन कि। अब छोरा मान्छे भएर पनि कस्तो रुखो भन्नुहुन्छ होला। अब कस्तो मनले अब यस्तो कुरा कटाउँदै जाँदाखेरि विगतको कुराहरू सम्झिने कि। अब आफ्नो बाजेको माया ममताले कि अब हामीलाई सानैदेखिबाट उहाँले कति धेरै माया गर्नुहुन्थ्यो। अब उहाँले गरेर हामी हुर्कियौँ। अब किनभने मेरो अब बाजेहरू झाङ्गी हुनुहुन्थ्यो, उहाँले हामीलाई यस्तो बिरामी सिरामी हुँदा सबै केयर गर्नुहुन्थ्यो कि। उहाँलाई त्यस्तो पर्दाखेरि त हामीले उहाँको अब हामीले बाजेलाई बचाउन सकेन। अब के गर्नु, अब यो जुनी यस्तै भए पनि के गर्नु, अर्को जुनी उहाँलाई अब ल त साथी हो। अब यति हो भिडियोहरू मैले अब बनाउन सकेन, मन थाम्न सकेन कि। अब यस्तो बेला मन कसरी थामौँ होइन। त्यही भएर अब बाँकी भिडियोहरू अब मैले राम्रोसँग बनाउन सकेको छैन, अलिअलि बनाएको छ। अब तपाईँहरूले अब राम्रोसँग हेरिदिनु होला र अब यस्तो हो जिन्दगीमा। त्यही भएर अब किनभने अब मेरो सोमस्याङतान युट्युबमा अहिले अब त्यो मैले नाम एनपी ब्लग थियो, अहिले सोमस्याङतान छ। त्यो हेरिदिनु र लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अब यति नै हो साथी हो आज यी भिडियो। अब यति अब बनाउन सकेन, मेरो मनले थाम्नै सकेन। यति नै हो साथी हो आजको लागि।